शंकर पोखरेल। दशैंका बेलामा एक माना चामल पायो भने दशैंको टिका लगाउन पाइन्थ्यो भनेर ठान्ने कर्णालीवासीहरू आज चामलको भात खान सक्ने भएका छन्। कसका कारणले भन्दाखेरि गणतन्त्रका कारणले भन्ने कुरा। धेरै जसो सिद्धान्तको भाषा बोल्ने यिनले गणतन्त्रलाई सबै थोक देखाउन झुट बोले। गणतन्त्र आएपछि मात्र कर्णालीका जनताले चामलको भात खान पाएको भन्दै कर्णालीका जनतामाथि नै अपमान गरेका छन्। यिनले जानकारीमा राख्नुपर्छ 10औं शताब्दीदेखि नै जुम्लामा मार्सी चामल फल्छ। यिनका गणतन्त्रका चामल भन्दा 10औं शताब्दीकै मार्सी चामल विश्वको सर्वोत्कृष्ट ब्रान्ड हो। त्यही मार्सी भात खुवाएर दुर्गा प्रसाईले कम्युनिस्ट मिलाएको बिर्सिएका पोखरेलले सायद आफ्नो चुल्होमा मार्सी पुगे सेतो चामल छोड्नेछन्। यिनको गणतन्त्रमा कर्णालीवासीले नुनका लागि संघर्ष गर्नु परेको तथ्य बिर्सिएर गणतन्त्र आएकै कारण भात खान पाएको कुतर्क गरेका छन्। केपी शर्मा ओली स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लाउँदै गरेका यस्ताले बनाउँछन् देश। राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री भन्ने अरे तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिक राम्ररी हुन्छ। राजावादीलाई मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउन उचित हुने भन्दै गरेका उनी प्रधानमन्त्री केपी शर्मा ओली हुन्। अहिले उनको नेतृत्वमा रहेको मन्त्री परिषद हेर्ने हो भने पनि उनकै दाबी अनुसार ती मन्त्री भन्दा पशुपतिका बाँदरले राम्रो काम गरिरहेको तथ्य हो। यसमाथि उनकै समर्थनमा रहेको तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ओलीकै सहमतिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन उप प्रधानमन्त्री सहित 3 मन्त्री बनेको तथ्य ओलीले बिर्सिएका छन्। त्यति बेलै राजावादीको साटो पशुपतिका बाँदर उठाएर मन्त्री किन बनाएनन् त्यो उनैले जानुन्। रमेश लेखक हातमा मोबाइल छ। म कहिलेकाहीँ विद्यार्थी भाइ बहिनीहरूको कार्यक्रममा भन्ने गर्छु, त्यही मोबाइलमा एकले अर्कालाई फोन गरेर साथीहरू के भन्नुहुन्छ भने